विस्फोटको तेस्रो पाइला एउटा राम्रो नाटक हो, राम्रो नाटक बनेको छ। यो नाटक चाहिँ हेर्नु नछुटाउनु होला र धेरै धेरै धन्यवाद यो विस्फोटको तेस्रो पाइला टिमलाई पनि एउटा राम्रो नाटक पस्केकोमा। र म पनि नाटक सिकि नै रहेको छु अनि त्यो कारणले गर्दाखेरि धेरै कुरा थाहा भयो र अभिनयको कुरा गर्दाखेरि चाहिँ एक्टिङ जस्तो लागिरहेको थिएन, एकदम रियलिस्टिक लागिरहेको थियो। सो मजा आयो, राम्रो छ र राम्रो टपिकमा बनेको नाटक छ र एकदम यो के भन्छ मानिसहरू अझै स्पेसली महिलाहरूले चाहिँ खुलाउन नसकिरहेको कुराहरू भनौँ न मानसिक आफूमै राखेर हिँडिरहेको एउटा कथावस्तुलाई चाहिँ पस्किनु भएको छ र एकदम राम्रो छ, मजा आयो र आइदिनु होला। माघ 20सम्म हाम्रो यो नाटक चलिरहेको छ, आइदिनु होला। हाम्रो यो नजिकैको थापा गाउँनिरको कुन्जा नाटकहरूमा लागिरहेको छ, सबैजनालाई चाहिँ वेलकम भन्न चाहन्छु र एकदम राम्रो छ, आउनु होला। तपाईँलाई लाग्दैन कि यो चाहिँ नयाँ टिमले गरेको नाटक हो? सबैजना हाम्रो जो निर्देशक हुनुहुन्छ सायद उहाँको यो पहिलो नाटक होला है निर्देशक गरेको। सो एकदम राम्रो निर्देशन छ, एकदम राम्रो नाटक छ, राम्रो कथावस्तुमा बनेको छ। सो थ्याङ्क यू सो मच।